Hello guys, welcome back to our channel again and आज चाहिँ म बिहान नै भ्लग स्टार्ट गर्दै होमवर्क गर्दैछु है। अनि हिजोको भ्लग चाहिँ मैले त्यसरी बनाउँछु भनेर सोचेकै थिएन हैन। त्यो पिकनिकवाला भ्लग मैले भर्खर हेर्दै थिएँ हैन। मैले त्यहाँ के भनेछ भने पहिलाकै हो के भने and गर्दै मलाई लाज पनि लाग्यो तर के गर्नु। मैले चाहिँ खासमा त्यो हिजोको वाला थियो त, त्यो गीत गाएको वाला के हो त्यो मात्र हाल्ने भनेर सोचेको थियो, तर त्यो अलिकति मात्र हुन्छ होला भनेर त्यो पहिलाको नि मिक्स गरेर थियो। मेरो साथीहरूले हाल भनेर अनि मैले चाहिँ के भनेको मैले चाहिँ हालेँ त्यसरी। प्रभु, म चाहिँ आज के गर्दैछु भने होमवर्क पनि गर्दैछु। क्रोसेट के भन्छ त्यो पनि गर्दैछु। मलाई भन्नै आएन, खोइ कता पुग्यो। अनि खाना पनि पकाउँदैछु। हे पुस्की छ एउटा चाहिँ मेरो ब्यागमा छ। यो चाहिँ मैले बुनेको कुरुसैले बुनेको झुके सुर्के थैली खै उभाना सुर्के थैली खै पुरुषैले बुनेको सुर्के थैली खै। यसरी है। मैले त यो कुरुसले बुन्न त बिर्सिसकेछ। फेरि छोटो पार्नु पर्यो। हातमा यसरी बेरौँ, यसरी समातौँ, यसरी गरौँ, फेरि अलिकति तानौँ, यसरी गरौँ। ओइ यस्तो छ, फेरि यस्तो यसलाई यसो मिल्दैन। फुस्क्यो तर मलाई हातबाट बन्न सजिलो लाग्छ। यस्तो त छिटो गरिदिनु हो। हेर्नुहोस् कहाँ राख्ने मुखमा छिटो गर्नु। अट्क्यो के भयो आज? गयो। मैले के भनेको त्यो मलाई पनि थाहा छैन। I don't know. म चाहिँ अब तरकारी पकाउन गइरहेकी छु। मैले चाहिँ कराई बसालिसकेँ। अब चाहिँ तेल हाल्ने। मलाई किन ब्याक क्यामेरा भन्दा नि फ्रन्ट क्यामेराले भ्लग बनाउनु सजिलो लाग्छ। अब चाहिँ म ब्याक क्यामेराबाट बनाउँदैछु। कराई बसालिसकेँ। अब यता तात्यो तेल पनि हालिसकेँ। तिमी र म लैजाऊ तिमीसँगै जहाँ तिमी र म। मलाई फुटाउनै आउँदैन, कस्तो भइसक्यो। यो चाहिँ सजिलैसँग भयो।
टिचरले चाहिँ साइन्स टिचरले चाहिँ के भन्छ नुनसँग कुरा गर्न सिकाउनु भयो भने म चाहिँ आज नुनसँग कुरा गर्दैछु। हेलो सोडियम क्लोराइड, तिमी त सोडियम र क्लोरिनबाट बनेको हो नि हैन? हो तिमी त सोडियम र क्लोराइडबाट बनेको हो नि, तिमीलाई थाहा छ? मलाई खानामा जागर चल्छ, पकाउनमा जागर चल्छ, त्यो भन्दा नि बढी खानामा जागर चल्छ। म किन पकाउँछु भने मलाई किन पकाउनमा इन्ट्रेस्ट छ भने कारण देखाउँछ है त। यस्तै छ कारण। पकाउने बेलामा खाना पाइन्छ। म चाहिँ यसरी नै पकाउने गर्छु जहिले पनि। अब चाहिँ सुरु हुँदैछ मेरो कपाल बटाई कार्यक्रम। अलिकति चलाइदिउँ। कपाल बाट्नुसँगै तरकारी पनि ख्याल राख्नुपर्छ, नत्र बिग्रिन्छ काम। कपाल यसरी बाट्ने गर्छु, देखाउँला कपाल कसरी बाट्छु। अस्तितिर पनि देखाएको थियो, जो कि तपाईँहरूले बिर्सिसक्नुभयो होला, सो आज पनि देखाउँदैछु। मैले चाहिँ हिजो गोरेकै यसरी राख्छु बिहान समय। हिजो बाटोको केही घरमा आएर अर्कै तरिकाले बाटो भने फेरि बिग्रिन्छ यस्तो। सो मलाई क्या लाग्छ I'm sorry, don't leave me, I want you here with me, I know that your love is gone. हामी चाहिँ अब हामीलाई चाहिँ दिदीले मासु दिनुभयो। मिठो। आज म स्किन केयर गर्दैछु। अहिले यस्तो छ। अब केही समयपछि अर्कै हुन्छ टोनर। हाउ काली मेरो
मेरो आँखा यत्रो भयो भने तर हुँदैन पाटी निकाल्दो आएन त हे सनस्क्रिन आज मलाई सनस्क्रिनले भन्दैछ म आज आउँदिनँ त्यही भएर आइरहेको छैन Where are you, bestie? Where are you gone? I miss you. Ah, na 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 na. इश्क जुनून जब हद से बढ़ जाए इश्क जुनून जब हद से बढ़ जाए हंसते हंसते आशिक सूली चढ़ जाए यही इश्क जुनून जब हद से बढ़ जाए इश्क जुनून जब हद से बढ़ जाए हंसते हंसते आशिक सूली चढ़ जाए यही इश्क दी मर्जी है यही रब दी मर्जी है यही इश्क दी मर्जी है यही रब दी मर्जी है तूने क्या कर डाला मर गई मैं मिट गई मैं ओ जी हाँ जी खो गई मैं तेरी दीवानी दीवानी तेरी क्यों हो तेरी दीवानी दीवानी तेरी दीवानी दीवानी मैं ही क्यों इश्क जाहिर करूं तू भी कभी बोल दे यही इश्क दी मर्जी है यही रब दी मर्जी है यही इश्क दी मर्जी है यही रब दी मर्जी है हिजो त कस्तो मजाले ब्लेन्ड भएको थियो त हंसते हंसते आशिक सूली चढ़ जाए यही इश्क दी मर्जी है यही रब दी मर्जी है कस्तो यहाँ ग्लिटर लगाइसक्यो हेलो A few moments later. छुट्टी फाइनली छुट्टी भयो निकोर्सी पनि 3 दिनको लागि छुट्टी भनेर के गर्नु यति धेरै This is our खाजा टेस्ट गरौँ है त कस्तो छ लाजवाब क्या बोले बोलने के लिए शब्द ही नहीं है
चकलेट खा ब्रेव एउटा लेख्ने 20 को चकलेट 40 मा दिएछ ब्रेव कम लेख्ने भयो अनि मूल्य त 20 मा छ 20 रुपैयाँ छ भने 40 कसरी पर्छ भिडियो Now I am being ready to Yep. Ayo me. Here, timuke. Yo. चप्पल नआएन होला म चाहिँ अब टिकटक बनाउनको लागि रेडी हुँदैछु कति राम्रो भयो एभ्रीवन मलाई फुकाउनु नै मन लाग्दैन एउटा यहाँ छ यहाँ खोइ त यहाँ जहाँ तिमी र म चाहिँ हैन यो चाहिँ हिजो धोइदिएको थियो अनि त्यसपछि त स्कुल लाने बिर्सेछु मतलब त्यो बनाएर स्कुलमा लाने बिर्सेछु यही त्यतिकै छोड्दिछु अनि त्यसपछि नयाँ किन्नु पर्यो 20 40 गाउँमा त 15 मै पाउँथ्यो बट हियर इज महँगो मलाई चाहिँ यो जेनिसाले बनाइदिएको जेनिसा पुडसैनी यो अब यति राम्रो छ हैन अब केही समयपछि a few days later यो पनि यस्तै बनिहाल्छ फर्स्टमा मैले यो पनि यस्तै किनेको स्ट्रेट कर्ली 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 कपाल तिम्रो छेउ परेको के पाटी कलोरी मेरो मुखमा अहिले गीत मात्र आइरहेछ फेरि सरी हिँड्याऊ तब टिचरले क्लासमा गीत गाऊ नानी तिम्रो भोइस राम्रो रहेछ क्लासमा गीत गाऊ त भन्छ भन्नुहुन्छ तब ओइ मेरो त्यो वाला भयो त के भन्छ एडमा देखाउँछ नि त यस्तो 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 ओइ जहाँ तिमी र मसँग भएको एउटा कुराको मात्र सो अफ गर्छु म जो कि हो मेरो कपाल र अनुहारको चाहिँ अरूले सो अफ गर्छ म चाहिँ टल्ल परेर हेर्ने तर मेरो कपाल त्यति नै राम्रो छैन यस्तो यस्तो रिस उठ्छ मलाई मेरो कपालदेखि मलाई मेरो कपाल मन पनि पर्छ मन पनि पर्दैन जहाँ तिमी र म What? आदि ए चिरे यहाँ इसको जवाब कि तौरा डब एउटा कुरा शान्ति र स्तुतिलाई मात्र थाहा छ जो कि हो बेला
सकाइदिएछ सकिएन धेरै छ शान्ति र स्तुतिलाई मात्र थाहा छ कि मलाई तिता कति मनपर्छ हजुर मलाई यो कुरा त्यो दुईजनालाई मात्र थाहा छ कि म कति तितौरा खान्छु तर मैले मेरो पैसाले यो मात्र किनेको है स्तुति थाहा छ है तिमीलाई कि मलाई यो कति मनपर्छ है शान्ति को लागि यति नै थ्याङ्क्स फर वाचिङ अब मिलते हैं नेक्स्ट वीडियो में तब तक के लिए बाय